हाई एभ्रिवान। हामी चाहिँ यो काठमाडौँको यो सस्तो बजार भनेर हामी गएको। अनि त्यसपछि नानीहरूले पनि सामानहरू हेर्दैछन् किन्नुको लागि कुन राम्रो छ के चाहिएको छ। उसले चाहिँ डाइरेक्ट गएर टोपी नै पहिलो टोपी क्याप लगाएको छ। ल पोज पनि दिइरहेछन्। ल ठिक छ, राम्रै छन्, राम्रै देखिरहेछन्। मेरो ठुलो छोरो चाहिँ केलु भइरहेछ, यता पनि हेरिरहेछ उता पनि हेरिरहेछ है। जे सबै राम्रो छ यो यसमा चाहिँ, यो दोकानमा चाहिँ ठिक छ, सबै राम्रो लाग्यो मलाई चाहिँ, सस्तो पनि लाग्यो। अनि हामीले चाहिँ दायाँ बायाँ पनि सबैतिर हेर्दैछौँ। आउनु, तपाईँहरू पनि स्वागत गर्छौँ तपाईँलाई हाम्रो च्यानलमा। तपाईँले पनि हाम्रो च्यानललाई सब्सक्राइब, लाइकहरू, कमेन्टहरू गरिदिनुहोस्। धन्यवाद तपाईँलाई, किनभने तपाईँले हाम्रो च्यानल हेरिदिनुहुन्छ, माया दिनुहुन्छ, सबै कुरालाई धन्यवाद। अब म पनि एउटा टोपी लिउँ भन्ने चाहिँ कुरा भइरहेछ। अनि म पनि लिन्छु एउटा कामको लागि। अनि मेरो नानीले पनि यो टोपी लिनु त लगाउनु त भनेर मलाई पनि दियो। अब मैले पनि लगाइदिएँ है, राम्रै लाग्यो मलाई पनि। घाम मजाले सेकिने खालको टाइपको रहेछ। लिएँ एउटा पनि ब्लू रङमा लिएको छु। अनि एउटा चाहिँ मैले एउटा मेरो वेट बढी भयो, स्किप गर्दा राम्रो हुन्छ, एक्सर्साइजमा राम्रो हुन्छ भनेर एउटा स्किप पनि मैले लिइहालेँ र लगाइरहेको छु। भित्र पनि लगाएर पोज पनि दिएँ होइन। अनि त्यसै गरेर हाम्रो अरू पनि सामान एउटा दुइटा यसो लिने क्रममा लिइरहेको छु। स्टाफ नानीले पनि हामीलाई वेट गरिरहेछ, हेरिदिइरहेछ। ल धन्यवाद फर वाचिङ।